एड्रेस त खतरा यो त त्यसले छैन भनेको के यो यस्तो के नाकको कपालहरु लामो भयो भने सर नगर है नफ्री है म भन्छु ओके 100k को सेलिब्रेसनको एकदम शुभकामना छ यो बालुम एकदम बालुम बाल के गर्नु छ यो ल ओली उता बाल म देखा Happy birthday, happy 100k to you. Happy 100k to you. Happy 100k, happy 100k, happy 100k to you. अर्को महिना 200. चल फुक्नु पर्छ अनि 100k त सरपास भइसक्यो नि त बस ठीक छ ल बधाई छ 100k को थ्यांक यू सो मच गाइस उपलक्ष्यमा शुभ साइड परोस् शुभ साइड दामी होस् ल चल काट्न त केक थ्यांक यू सो मच गाइस हजुरहरुकै कारणले गर्दा आज 100k हुन सफल भएको छ एकदम यसले त्यस्तो यो सफलताको सिडी चढेकी छ यत्रो ठुलो है खतरा लागिरहेछ होला खतरा भइरहेको छ होला है लाउनु होला हजुरहरु सबैजनालाई ठीक छ आगर मुखमै लाग्ला किसुले नि पुस्नु तर हजुरहरुलाई खुवाउनु र यसलाई खुवाउनु एउटै हो फेरि रोक म तँलाई खुवाउँछु पहिला ल फर्स्टमा त डिजर्भ गर्छस् नि त थ्यांक यू ल सेम हो नि त त्यसैले के मिठो है मिठो छ ल धन्यवाद गाइजहरु ठीक छ आगामी दिनहरुमा आउने दिनहरुमा गिफ्ट देना तँलाई पहिला म 2टा सिल्भर प्ले बटन दिन्छु किनकि 100k तैँले पाउनु र मैले पाउने एउटै हो तँलाई 2टा सिल्भर प्ले बटन एउटा सिल्भर प्ले बटन टिकटकमा कसले सिल्भर प्ले बटन दिस इज स्टाइल म्यान जा राख जा चल बोल दे बाक ओके चल जा है यो पनि दिन कस्तो र रोक अनि अर्को चीज पनि छ है फेरि एउटा मात्र ल्याउँछु सोच्छु होला गिफ्ट मेरो दिदीहरुको लागि म एउटा मात्रै गिफ्ट ल्याउँला नै त्यस्तो हुनै सक्छ दुनिया डाहा गर्लान् के भोलिको दिनमा कुलबोय जस्तो भाइ परोस् मेरो पनि भनेर दुनियाले ओहो डाको हाल्लान् त्यही त चल ल यो चाहिँ यसको तेरो काकी गनाउँछ नि त यो बेजे त थियो कि पारस गिफ्ट थियो यो घर त गिफ्ट हो यो बुझिस् कि नै गिफ्ट हो तँलाई राम्रो तेरै राम्रोको लागि हेर मनसा तेरो त सबै चिज पादो पनि बास्ना आउने हैन तैँले सुनिछेस् मैले सुनेछु तैँले मेरो मुखमा हात पादेको हैनस् दुनियाको अगाडि नभन तेरो बेइज्जत भइरहेछ मनसा गाइज होइन ल यो तेरो यो रोलर भयो है फेरि इम्पोर्टेड मात्रै नयाँ रहेछ कस्तो कुरा गर्छु पुरानो ल्याउँछु म त्यो नयाँ किनेर ल्याउनु त मैले ट्रायल त गरेँ होला नि त तैँले त्यही सुनिस् ल्यामा त गर किन्ने ठाउँमा गएर बजारमा गएर यसो गरेर ट्रायल गर्छु पसलवालाले हेरेन तँलाई इन्ट्री बन्द होला हुँदैन चल आँखा चिम्म गर बस यहाँ पहिला त्यो केक उता राख हडास सामान के घडा केक खतरै हो क्या चाबी पनि हो क्या कसैको फाल्न चाल जा ल आइज बस पारस हेरे म के हो भने चाहिँ यसले नै हान्छु फेरि चुप लाग होइन दामी छ कस्तो कुरा गर्छस् यार कस्तो कुरा गर्छ आँखा चिम्म गर न पट्टी बानाऊ कि रोक नै म एकदम चिटिङ गर्दैन त चिटिङ गर्छस् पट्टी बान्न चाहिँ म गर्दिन के भन्छ ठुलो कुरा एकदम ठुलो कुराहरुले एकदम सेलिब्रेसन पनि उत्ताउलो भएर गर्नुपर्छ के किनकि पछि थाहा हुँदैन नि त पछि सेलिब्रेसन मैले त सोध्न अगाडिपट्टि केही छ त म थाहा पाउँछु कि थाहा पाउँदिन चल ल सोध्न आँखा हेरिछु कि हुँदैन थाहा हुन्छ ल छिटो गर्न भाइ आँखा चिम्म गर हात पकड आँखा खोल भगवान का छ तैँले मेरो लागि यत्रो गर्छस् मनसा भाइले तेरो लागि त्यति गर्न सक्दिन होला मैले त्यति गर्न सक्दिनँ होला तेरो लागि यसले मेरो लागि धेरै गर्छ के धेरै यसले मलाई माया गर्छ धेरै नै गर्छ म त्यति पनि गर्न सक्दिनँ होला तेरिका यार किन हल्का भयो त फेरि यो त हल्का लाइट वेट आज भोलि अहिले नखोल दुनियाँको गाडी नखोल अहिले गाइस नखोल कहाँ अनि छड्दै बुरी नजर पनि लाग्न सक्छ छड्दै नखोल कि नखोल कि छड्दै यो त के त यता आइज त एकचोटि यता सुन यता सुन त सुन पहिला त सुन पहिला तेरिका यता सुन यो मैले के भनेको 17 प्रो म्याक्स
त किन्छेस् त्यसको लागि 100 रुपियाँ योगदान मेरो भयो भाइको योगदान भयो भाइको बुझिनेस् 100 रुपियाँ योगदान मेरो तैँले त 100 रुपियाँ योगदान भनेर नि पछि मेरो यसमा 100 रुपियाँ छ मलाई फिर्ता दे भनेर तैँले त्यसबाट कहिले क्यामेरा निकाल्दिस् भने एउटा कसरी खोलेर सिम ट्रे निकाल्छु त्यो निकालेर के काम लाग्यो मलाई आइफोन च्याट मैले 100 रुपियाँ दिएको 100 रुपियाँ दिएर अहिले त एउटा त्यो आइफोनको त्यो म निकाल्छु यो भनेर निकाल्नु होला पर्यो बुझिनेस् यति माया गर्ने भाइ कहाँबाट पाउँछेस् बुझ्नु भोलि तैँले किन्लिस् कतैबाट बुझिस् न डब्बा पनि याद गर्दिस् तैँले यो डब्बा चल जिले जिन्दगी चल ऐस कर ए छैन गाइस 100 रुपियाँ पनि लिएर जानु पर्यो अहिले फिर्ता माग्छ फेरि लैजा चल ऐस कर जिले जिन्दगी 100 रुपियाँ भयो भने पनि चल गाइस जिले जिन्दगी ओके 100 रुपियाँ भयो भने पनि हल्का गाइस यदि हजुरहरूले पनि योगदान गर्न चाहनुहुन्छ भने ओइ भागो जा चल निकल यो फेरि यस्तो